गुड नाइट साथीहरू। मैले गुड नाइट किन भन्दैछु थाहा छ? अहिले कति बजे? 11:01 होइन, यो मर्निङको होइन, नाइटको। भर्खर काम सकेँ, अब म जान लाग्छु अर्को काममा है। 11 बजी मेरो काम सक्यो होइन। अनि त्यसपछि आज मेरो नाइट छ क्या, त्यसैभरिमा सुत्न पाउँदैन। एक्टिभ थियो आजको दिन, लास्ट एक्टिभ थियो। अनि आइप्याड लिएर जाऊँ, अब के गर्ने त, रातभरि बस्नुपर्छ। अनि त्यसपछि मेरो खासमा काम चाहिँ 11 बजीबाट सुरु थियो होइन। अनि मैले एकजनालाई बस्दैन आधी घन्टा भनेर अनि 11:30 बजी स्टार्ट गर्न लाग्यो। लेट्स सी के हुन्छ। अनि त्यहाँ चाहिँ अहिले फिलिपिनो छ क्या अहिले होइन। लास्टै गिचगिची ओ माई गॉड, किन यस्तो के? त्यसलाई मन पर्यो भने त्यसले तैँले आज मेरो लागि काम गरिदिए, पैसा चाहिँ मलाई दियो भने नि गरिदिन्छ होइन। त्यसको जब चित्त बुझ्दैन नि, त्यसपछि त तैँले त्यहाँ चप्पल राखेको रहेछस्, त्यो म भित्र ल्याउन, तैँले भोलि भित्र लिएर आइज भनेर मेसेज गरेछ कि। लास्टै थियो, रुम लास्टै मेसी छ होइन। यो 3 हप्ता भयो यस्तो भयो। यस्तै हो गाइस, के गर्ने अब बिहारमा पर्ने हो कि। ल्यापटप बन्द गरौँ। यहाँबाट 30 मिनट्स ड्राइभ हो, म ओभर स्पिड गरेर 20 मिनटमा पुगिदिन्छु। लेट्स गो। लास्ट ज्याउ लाग्छ होइन, तर झ्याउ लाउनु लाग्यो पनि आधी घन्टा लाउँदैन। झ्याउ लाउनु लाग्यो आधी घन्टा भयो क्या। अब फेरि के सिक्कल हान्नु भनेर काम छाँदैछु म जबरजस्ती। सेट मैले एउटा कुरा बिर्सेछु, मेरो चाहिँ एउटा फुल टाइम काम चाहिँ बेटिङमा छ क्या। अनि यस्तो गेम आएको कि आज, यस्तो फोन आयो कि होइन। माई गॉड, लास्ट चाहिँ बिजो भएको यार। एक्टिभ क्या आज त, बबाल एक्टिभ थियो। होप आज मेरो क्लाइन्ट राम्रोसँग सुत्योस्, त्यही हो मेरो लागि। त्योभन्दा ठुलो कुराहरू मेरो लागि केही हुँदैन। के आएर आज केही छैन। अनि फाइनल्ली मेरो मेडिकेयर कार्ड आयो क्या। म लास्ट खुसी छु क्या, किनकि यस्तो म लास्ट 2 महिनादेखि खोकै थिएँ क्या होइन। किनभने मेरो इन्सुरेन्स थिएन क्या। इन्सुरेन्स नभएपछि लास्ट महँगो पर्छ क्या। अनि म जसमा पनि गएको थिइनँ होइन। त्यहाँपछि हिजो मेडिकेयर कार्ड आयो, आज एपोइन्टमेन्ट लिएर जचाउनु गएको क्या म। त्यस्तो मान्छेमा पर्छु कि म फेरि अलि स्टुपिड छु म होइन। अब जाम 20 मिनटको ड्राइभ छ। अनि मैले एउटा गोप्रो किनेको छु क्या। आज म त सब देखाउँछु ल, यस्तो बवाल छ नि गोप्रो होइन। यसरी चलाउनु परेछ गाइजहरू। एउटै हातले यता नि गर्ने, एउटै हातले यता नि गर्ने, ट्याक। रमाइलो छुट्टै छ। तर म नेपाल गएर गाडी चलाउनु सक्छु सक्दिनँ जस्तो लाग्छ क्या। अबको नेपाल जाँदाखेरि त मैले गाडी रेन्ट गरेर पनि चलाउँछु भनेको छु। हेरिदिउँ न कस्तो हुन्छ। महिनाको 1.5 लाख लिन्छन् होला, तर 1 हप्ता भए पनि लिने हो क्या गाडी रेन्टमा। लेट्स गो वहाँ होइन। त्यसले कुरेर बसिरह्यो भने मलाई 1 मिनट ढिलो भयो नि शिशिर यु आर लेट गर्छ। अनि त्यसपछि आज बस्दैन त आधी घन्टा भनेको, ओके भने अनि यु आर द बेस्ट भनेर मक्ख पारेर आएछ। त्यही हो गाइजहरू, लेट्स गो वहीँ। अनि त्यसपछि मलाई ह्यान्डओभर दिनु पर्छ त्यसले। अनि त्यसपछि कुरा गरौँला है। आज बसेर मजाले गफ गर्नुपर्छ। हस् करायो सिट बेल्ट नलाएर, एकछिन करायो भने पुलिस आउँछ। सिट बेल्ट नलाएको $400 फाइन ड्याममै। लेट्स गो। 11:06 भइसक्यो, म आधी बाटो पुग्न पर्ने हो बेलासम्म। तर ठिकै छ, के गर्ने त, यस्तै जिन्दगी। के छ साथीहरूको, कति बजे थाहा छ अहिले? 1:40 अझै भर्खर होइन। म आउँदा चाहिँ 11:25 कि त्यस्तै कतिमा भित्रिसकेको थिएँ म होइन। म जस्तो बोल्दैछु किनभने मेरो क्लाइन्ट सुतिरहेछ क्या। त्यसपछि एकचोटि बिउज्यो भने सुत्दैन होइन। त्यही भएर म चाहिँ यतिकै गफ गर्न आएको क्या आज। म तपाईँहरू साथी बनिदिनु ल मेरो। म लास्ट कि एक्लै छु क्या म, किनभने यिनीहरूले फोन चलायो भने कम्प्लेन गर्छ।
त्यसपछि सुत्यो भनेर कम्प्लेन गर्छ एकचोटि त के भयो भने अनि हाम्रोमा चाहिँ सिसी क्यामेरा छ क्या ठाउँ ठाउँमा अनि तेरो यसको यो क्लाइन्टको मम्मी बाबाले हेर्छ होइन भिडियो अनि त्यसपछि तेरो स्टाफ सुत्दैछ भनेर हाम्रो बसलाई इमेल गरायो क्या इमेल फोन गरायो क्या होइन अनि हामीलाई इमेल आएको थियो तिमीहरू सुत्यो भनेर अनि त्यसपछि त्यस्तो गर्न चाहिँ मिल्दैन द्याट इज टोटली अनएक्सेप्टेबल ब्ला ब्ला भनेर अनि त्यसपछि त्यो दिनदेखि कोही पनि सुत्दैन मान्छेहरू झोलामा बिस्तारा लिएर आउँथ्यो क्या यहाँ होइन त्यहाँभन्दा अगाडि अनि त्यहाँ बसेर अहिले कोही पनि सुत्दैन अनि त्यही भएर म पनि सुत्न पाउँदिनँ पहिला त म मजाले सुत्दिन्थेँ यहाँ पछाडि काउच छ अनि काउचमा मस्तो सुत्दिन्थेँ अहिले त नो नो वे भने जस्तो अनि म चाहिँ यो गोप्रोको मिसन 1 कहाँ छ यसो लेखेको मिसन 1 प्रो भन्ने क्यामेरा लिएको क्या मैले होइन कतिमा लिएको थाहा $170 वर्थको सामानसँग साटेको मैले यसको छुट्टै कहानी छ क्या मसँग DJI को माइक 1 भन्ने थियो होइन अनि मसँग अहिले यो Osmo Pocket 3 बाट मैले भिडियो बनाइरहेको छु अनि त्यसमा कनेक्ट हुनुलाई मलाई एउटा माइक चाहिएको थियो त्यो माइक कनेक्ट हुँदैन रहेछ मैले मार्केट प्लेसमा हालिदिएँ मैले सेकेन्ड ह्यान्ड किनेको थिएँ $200 मा अनि अब त्यो फर्स्ट जेनेरेसन माइक्रोफोन भएपछि अभियसली त्यसको भ्यालु घट्छ नि अनि हालेको अनि त्यसपछि 170 मा हालेको थिएँ अहिले अनि 2-3वटा मेसेज आयो अनि त्यसपछि चाहिँ यहाँ चाहिँ अमेरिकन्सहरू आउँछन् क्या यो आर्मी ब्यारेकहरूमा बस्नलाई केही प्रोजेक्टको लागि आउँछन् अनि त्यसपछि त्यसरी बस्छन् उनीहरूसँग बवालै पैसा हुन्छ होइन उनीहरूलाई मतलब हुँदैन क्या पैसाको यो क्यामेरा लिटरली 3 हप्ता अगाडि किनेको क्यामेरा हो क्या रिलिज भएको 1 महिना भयो क्या बल्ल अनि त्यसपछि यस्तो बवाल क्वालिटी छ कि यसको अनि के भयो भने मैले जस्ट रिसेन्टली मसँग गोप्रो हिरो 7 थियो मैले त बेचेको होइन अनि मैले त्यो पनि प्रफिटमै बेचेँ अनि त्यसपछि त्यो बेचेँ अनि बेचेपछि मलाई गोप्रोको नट एनिमोर क्या इन्ट्रेस्टै थिएन होइन मलाई अनि त्यसपछि म त किन्दिनँ अब केही पनि त्यो बेच्छु भन्ने थियो त्यो माइक पनि युज भएको थिएन अनि त्यही भएर बेचेँ क्या मैले अनि त्यहाँपछि एउटाको मेसेज आयो मसँग एउटा गोप्रो छ त्योसँग साट्छस् भने अब म्याङ गोप्रो भने फेरि भन्ने भएको थियो मलाई जसरी नि गोप्रो किने नि बेच्ने हो यो पनि बेच्ने हो भन्ने भइरहेको थियो दिमागमा अनि त्यसपछि मलाई चाहिँ के भने म त्यति इन्ट्रेस्टेड छैन कुन गोप्रो हो र तेरो भने अनि मिसन 1 प्रो भने अब फेरि कहाँको कहिलेको हो यो भन्ने भएको थियो अनि त्यसपछि हेरेँ गुगलमा हेरेको त $1,000 यसलाई लिटरली $1,000 के 1000 समथिङ पर्छ यसलाई अनि त त्यो दिन मेरो म जुन त घरबाट गर्ने काम हुन्छ नि त्यहाँ म यस्तो रिसर्च गरेँ यसको बारेमा लिटरली यसले 8K भिडियो रेकर्ड गर्छ क्या अनि त्यसपछि अनि हेरेको त मैले यो बेचेँ भने पनि मैले त 800 त कमाउँछु भने अनि भोलिपल्ट गएर साटेर यसबाट मैले धेरै भिडियो चाहिँ बनाएको छैन होइन भिडियो बनाएको छैन भनौँ न एकचोटि चाहिँ क्वालिटी चेक गर्नलाई हो बवालै फिचर छ क्या यसमा लिटरली म देखाउँछु अहिले फिचरहरू होइन एक त यो फोन जस्तो छ ठ्याक्कै है मेन कुराहरू हेरौँ है 8K 25 फ्रेम्स यत्रो धेरै छ क्या लिटरली 8 बिट कलर बिट डेप्थ भनेको त इट्स बवाल क्या अनि त्यसपछि अब वाइट ब्यालेन्सहरू सबै यो लाइक नर्मल गोप्रोहरूमा आउँदैन क्या यो फिचरहरू अनि त्यसपछि लो लाइटहरू सब ब्याङ बुङ छ होइन यसमा चाहिँ अगाडि पनि स्क्रिन छ यो चाहिँ मैले बन्द गरेको छु म लास्टै धेरै ग्याजेटमा एकदम त्यो इन्ट्रेस्ट भएको मान्छे हो अनि लाइक लिटरली मैले यो Osmo जुनबाट मैले रेकर्ड गरेको छु यो पनि सेकेन्ड ह्यान्ड किने है म चाहिँ के गर्छु भने मलाई केही कुरा चाहिएको छ भने नि म त्यसको नयाँ भर्जनको वेट गर्छु होइन नयाँ भर्जन आएपछि सबैले नयाँ भर्जन जान्छ म चाहिँ पुरानो भर्जन किनिदिन्छु क्या त्यो गऱ्यो भने पैसा सेभिङ हुन्छ अनि यस्तो क्यामेराहरूमा चाहिँ के हुन्छ भने कति कुराहरू हामीले युज गर्दैनौँ नि त सबै फिचरहरू युज गर्दैनौँ नि त हामीले अनि
नयाँ नयाँ फिचरहरू आएको हुन्छ नयाँ नयाँमा, त्यो फिचरहरू हामीले चाहिँदैन क्या। मलाई यसमा किन कलर ग्रेडिङ गर्नु पऱ्यो, डिलगहरू के छ कि असमा पकेट फोनमा, अनि त्यसपछि किन गर्नु पऱ्यो। अनि यो हाफ प्राइसमा लाइक लिटरली लेस देन हाफ प्राइसमा किनेको क्या मैले यो। अनि क्वालिटी यस्तो बवाल यस्तो छ क्या, 2 बन्द लाग्यो होइन, 7 बजीसम्म काम छ गाइजहरू, 7 के गर्नु म। क्लाइन्ट पनि होइन, बोल्ने हाँस्ने होइन, कम्युनिकेट गर्ने क्लाइन्ट पऱ्यो भने नि डजन्ट म्याटर के, लाइक नबोल्ने अनि त्यसपछि ऊ आफ्नो मोडमा हुन्छ, भेरी हार्ड भेरी हार्ड। अहिले त सुत्न नि पाइन्न, पहिला त सुत्ने हो, अब कम्प्लेन आयो के गर्नु, देखाइछ। अनि यो मेरो च्यानल के भएको, कोही पनि आउनु न यार आजकल त, के भएको यस्तो यस्तो आउने माया देखाइदिने भाइ हो दाइ हो भन्ने छैन। म सबको कमेन्टको रिप्लाई दिन्छु, किनभने धेरै आउँदैन नि त, यस्तै छ जिन्दगी। बिहान दिउँसो बेलुका, आज त बिहान पनि काम थियो, दिउँसो पनि काम थियो, बेलुका पनि काम छ। बिहान पनि 8 बजीदेखि काम गएको, कति गाह्रो जिन्दगी। अस्ट्रेलिया इज सो एक्जस्टिङ। अनि म यस्तो छु नि त, फेरि म घर बसेर नि के गर्छु र भन्ने हुन्छ, अनि काममा आइदिइहाल्छु क्या म। त्यही भएर नि मैले धेरै काम राखिरहेको छु क्या, 2-3वटा सिफ्ट गर्ने, तर काम चाहिँ राख्ने क्या। त्यसको पनि फाइदा र बेफाइदा छ। फाइदा भनेको पैसा आउँछ, बेफाइदा भनेको ट्याक्स धेरै तिर्नुपर्छ, तनाव छ। हाम्रो भिडियो डार्विनको बारेमा कुरा नगर्छ त कहाँ सकिन्छ र। डार्विन लास्ट चिसो भयो अहिले होइन, चिसो इन सेन्स यहाँ बस्ने मान्छेलाई मात्रै, बाहिरबाट आउने मान्छेलाई त गर्मी नै छ। अनि त्यसपछि रुम पाउन गाह्रो छ अहिले। रुम त ओ माई गड, मान्छे कति आएको हो, बाहिरबाट लाइक नेपालबाट मान्छे कति आएको छ होइन। म त नेपालको मात्रै कुरा गर्छु नि त, अब त्यस्तो मान्छे कति होला क्या, बङ्गलादेशी, इन्डियन, श्रीलङ्कन, अरू मान्छेहरू कति होला होइन। अनि लास्टै धेरै मान्छे भइसक्यो अहिले। रुम पाउन त ओहो भगवान् भेटेलाई रुम भेटिन्न जस्तो भइसक्यो। कामको हालत त्यस्तै हो गाइजहरू। म भन्छु फेरि पनि, यदि तिमीहरू इन्टर स्टेट मुभ हुँदै हो भने काम ट्रान्सफर गरेर आऊ। यदि मुभ हुने विचार छ भने काममा फकाउँदै गर ट्रान्सफर दिने भनेर, अथवा क्याजुअल छ भने पार्ट टाइम छ भने फुल टाइम जाऊ। त्यसले गर्दाखेरि उनीहरूलाई पेपर दिन सजिलो हुन्छ, ट्रान्सफर दिन सजिलो हुन्छ। मेरो भनाइ त्यति नै हो अहिलेको लागि। कामको डार्विनको बारेमा चाहिँ गाह्रै छ। डार्विन इट्स नट इजी माइट, इट्स सुपर हार्ड नाउअडेज। यहाँ आएर इफ बाहिरबाट नेपालबाट अरू देशबाट आउँदैछ भने चाहिँ 1 इयरको फी चाहिँ जम्मा गरेर आइज है, द्याट्स इट। त्यति भएपछि फ्रीको टेन्सन हुँदैन, 2 सेमेस्टरको फी जम्मा गरेर। अनि मेरो कपाल यस्तै होला, यो मेरो बाबाको जस्तै हो होइन, बाबाको नि यस्तै हुन्छ के, यहाँबाट ख्यास तल झर्छ, मेरो नि त्यस्तै हुन्छ। यो कपाल यस्तै हो, म जति बेला भिडियो अन गरे पनि यस्तो कपाल भने ए यो बाबाको जस्तो कपाल हो भनेर सम्झिए हुन्छ। हस् तर भ्युजै आउन्न यार आजकल, टेन्सन यार। म बिचमा गायब भएको रिजन पनि कति छ कि मेरो पर्सनल रिजन छ होइन, जुन त्यो अलि सेयर गर्न मिल्दैन, तर लाइक आई वाज स्ट्रगलिङ अन समथिङ, अनि त्यो भएर हो क्या। अनि आम स्टिल पनि अलिकति, तर अब चाहिँ त्योभन्दा 70% त गइसक्यो, तर अझै पनि छ अलिकति ट्रमा छ क्या, ट्रमा। त्यो ट्रमा छ नि, त्यही भएर ब्लगिङ गर्न मैले बन्द गरेँ हो क्या। अनि अब फेरि गर्छु भन्छु, कामै काम हुन्छ, अनि गर्नै भ्याउँदिन। अनि मेरो फेरि तिनटै काम नै गोप्य खाले काम हो क्या, लिटरली गोप्य भने म यो ठाउँमा काम गर्छु भन्ने त मिल्छ, मैले यो काम गर्छु भन्ने चाहिँ मिल्छ, तर त्यो काममै देखाइरहनु चाहिँ मिल्दैन क्या। अब डिजेबिलिटीमा गर्छु, क्लाइन्ट देखाउनु मिल्दैन। बेटिङमा गर्छु, त्यो काम के गर्छु भनेर देखाउनु मिल्दैन। अनि स्मोक मार्टमा डेलिभरी ड्राइभर काम गर्छु,
त्यो भित्र मेरो एड्रेस केही पनि देखाउनु मिल्दैन अनि के काम तर मलाई लास्ट नेपाल जान मन लाग्यो होइन नेपाल गएर छट्ट कसैको बिहे पऱ्यो नि जान्थेँ होला क्या त 10 दिनलाई मात्रै भयो नि काम त अब मिलिहाल्छ होइन 10 दिनलाई भए पनि झट्ट घर आउँथेँ होला तर कसैले पनि बिहे गर्दैनन् के यहाँ तल यतिकै त के जानु होइन बिहे गरेर झट्ट नाच्न मन छ मलाई त बबाल नाच्न मन छ तर होइन मैले एउटा कुरा गर्थेँ मलाई लास्ट घुम्नु जान मन लाग्यो फेरि एक्टिभ भइसक्यो म कामले माई गड म सोध्छु कि होइन मेरो दाइले अहिले चाहिँ काम कम गर्नुहुन्छ कि होइन अहिले भयो 2 months जति भयो काम कम गर्नु भएको he is being doing 2 full-time jobs for freaking 3 years कहीँ पनि नगइकन के म त सक्दिनँ म एभ्री 6 monthमा म घुम्न जान्छु योपालि त एभ्री 3 monthमा घुम्न गइरहेको छु म अगस्तमा सिडनी गएँ अक्टोबरमा सिडनी गएँ अनि त्यसपछि अक्टोबरमा मम्मा बाम भयो अक्टोबरमा सिडनी गएँ अनि त्यसपछि फेरि अप्रिलमा गएँ मलाई फेरि जान मन लागिसक्यो क्या सिडनी त होइन तर अन्तने ठाउँ के मलाई काम छोडेर जानु मन छ मलाई लास्ट चाहिँ मेरो एकदम ड्रिम भन्ने चाहिँ एउटा मलाई क्याराभ्यान किन्नु मन छ आम सिरियस मलाई क्याराभ्यान किनेर म अस्ट्रेलियाको एकदम चप्पा घुम्नु मन छ क्या अनि मेरो चाहिँ नेक्स्ट इन्टर स्टेट डेस्टिनेसन चाहिँ तस्मानिया त्यो हुन्छ नि नेचरहरू अनि बबाल क्या अनि मलाई चाहिँ त्यो एकदम त्यो नो रसिङ टाइपले घुम्नु मन छ क्या त्यो भएर नि मलाई चाहिँ म एक दिन मलाई घर किन्ने भन्दा पनि घर चाहिँ चाहिन्छ होइन तर घर किन्ने भन्दा पनि एक्साइटेड मलाई क्याराभ्यानको छ क्या मलाई लास्टै क्याराभ्यान किन्नु मन छ होइन लेट्स सी जिन्दगीको गोरेटोमा कता पुगिन्छ थाहा छैन अनि अब हेरौँ तर मलाई लास्टै किन्नु मन छ क्याराभ्यान किनेर मस्त क्या लाइक मलाई त 2-3वटा घर किन्नु मन छैन क्या एउटा घर लिने हो चट्ट बस्ने हो अनि मजाले घुम्ने हो द्याट्स इट वर्षमा 1 महिना घुम्नुपर्छ 1-1.5 महिना त्यति भएपछि लाइफ सेटल कुरै होइन त्यो चाहिँ लाइक यो टाइम भनेको चाहिँ डार्बिनमा एकदम क्याम्पिङ जाने टाइममा क्या क्याम्पिङ भने त्यही जङ्गलको बिच जाँदा नि यस्तो टेन्ट सेन्ट लाउने अनि त्यही पकाउने खाने दुःख पाउनु हो जाने तर स्टिल गुड रमाइलो हुन्छ क्या फ्रेस हुन्छ होइन अनि त्यसपछि मैले कुरा मिलाउँदैछु त्यो दिनको त म भिडियो पक्का बनाउँछु अनि मलाई चाहिँ के हुन्छ नि म एक्लै भयो भने म भिडियो बनाउँछु होइन अनि म मान्छेसँग भयो भने चाहिँ मलाई भिडियो बनाउनु झ्याउ लाग्छ किन इन्सेन्स किनभने म बोल्न नसक्ने भएर होइन कि म यदि घुम्न गएको छु र मैले भ्लग बनाउनु थालेँ भने म त घुम्नै भ्याउँदिनँ क्या अनि त्यही भएर म घुमेको म नेपाल गएँ नेपाल जाँदाको फुल भिडियो छ अस्ट्रेलिया डार्बिनदेखि लिएर सिङ्गापुर ट्रान्जिट बसेकोदेखि लिएर नेपालसम्मको छ क्या सबै थियो फालिदिएँ अन्त एडिटै गरेन कहिले पनि एडिट गर्न ट्राई गरेको थिएँ अलिकति अनि छोडेको भयो अनि सक्यो त्यसपछि सिडनी त्यहाँभन्दा अगाडि सिडनी गएको थियौँ त्यति बेला नि गोप्रोमा माइक चाहिँ हालेर ब्याम्बु बनायो प्लेनसम्म जाने बेलासम्म भिडियो बनाएँ अनि सकियो म लास्ट यस्तै छु क्या कन्टिन्यू गर्छु भन्छु अनि हुँदैन अनि एक त डार्बिनमा कन्टेन्टै छैन कन्टेन्ट त आफू बनाउने हो तर स्टिल हुन्छ नि लाज यो ठाउँमा जाऊँ न त यहाँ रमाइलो हुन्छ नो म जब घुम्न गएँ भने चाहिँ म त्यो घुमेको मजा लिन चाहिँ पाउँदिनँ क्या ब्लग बनाउनु थाल्यो भने त्यही भएर आई विल नट कन्टिन्यू अनलेस म आफ्नो तरिकाले मजाले एक्लै घुम्न जाऊँ त्योभन्दा अगाडि न अनि केटाहरू के भन्छ ह्या यो मोटे के भिडियो बनाउनु पऱ्यो इन्जोय गर्न भन्छ होइन म भिडियो बनाउँछु भन्न त मिलेन त्यही भएर पनि त्यो छ क्या गाह्रो मेरो साथीहरू सबै सिडनीमा आन् के लिटरली यहाँ छन् साथीहरू दिप्सन छ होइन दिप्सन त मेरो लाइक बच्चैदेखिको साथी हो अनि स्कुल पढेको साथीहरू सबै अरू सिडनीमा छन् दिप्सन र म मात्रै यहाँ आएको होइन अनि सायद अरू नै आउँछ होला बिस्तारै अब डार्बिनको महत्त्व बुझ्दै खाने तहरूले अनि अब अहिले आफूले नै सुत्नेलाई चाहिँ अलिकति अपार्ट छोडेको छ
अब ठिक छ यसले चाहिँ अलिकति उनी गर्छ अनि आज फ्राइडे हो नि त अहिले स्याटरडे भयो देखेछ त्यही छ स्याटरडे होइन यो भनेको फ्राइडे नाइट हो मेरो लागि अनि त्यसपछि फ्राइडे इज लाइक वर्स्ट डे के म अस्ट्रेलिया आइदिएँ नै किनभने आउँदा आउँदै डोमिनोजमा डेलिभरी गर्नुपर्थ्यो फ्राइडे इज द बिजिएस्ट डे एभर लात्तै बिजी हुने त्यो पिज्जा काटेरै सक्दैन क्या त्यत्रो धेरै आउँथ्यो म्याकडोनल्ड सुरु गरेँ म्याकडोनल्ड्समा फ्राइडे नाइट काम हुन्थ्यो है फ्राइडे है सेकेन्ड भयो थर्ड भनेको स्मोक मार्ट सुरु गरेँ स्मोक मार्टमा पनि बिहान स्मोक मार्ट अनि साँझ डोमिनोज बेलुका म्याकडोनल्ड्स यो काम सुरु गरेँ यो काममा पनि ठ्याक्कै फ्राइडे पऱ्यो क्या वान गुड थिङ स्याटरडेको पे आउँछ भन्ने मात्रै हो नत्र ओभरनाइट छोड्छु भने ओभरनाइटले मलाई छोडेन गाइज मैले ओभरनाइटलाई छोडेँ तर मलाई ओभरनाइटले छोडेन के गर्नु म कता जाऊँ एउटाले हाराएको थियो कि होइन म खुट्टा बिजाएँ भनेर कसरी कम्प्लेन गरौँ जब कि जुत्ता आफै चुज गरेको हो भनेर क्या म पनि एउटा काम गरेर बस्न सक्थेँ होला तर म लाइक अबिट पागल छु कि हल्का डिप्रेसन त्यस्तो होइन तर स्टिल लाइक घर के गरेर बस्ने भन्ने हुन्छ क्या अनि सक्ने बेलासम्म गर्ने हो दुःख गर्न आएको हो नि त यहाँ गाइस आजलाई लास्ट धेरै गफ भयो म गफै गर्न आएको हो होइन अब हाम्रो पटाका पड्काउने दिन आउँदैछ जुलाई 1 मा 20 जुन आज जुलाई 1 मा पटाका पड्काउनु आउँदैछ म ड्रोन उडाउँछु त्यो दिन अनि त्यो दिनको त म भ्लगै बनाउँछु होला क्या गाइज लास्ट चाहिँ 3 वर्ष अगाडिको पनि जुलाई 1 को भ्लग बनाएको थिएँ भ्लग बवाल भएको थियो मैले ड्रोनको रिस्क लिएर त्यो भ्लग बनाएको थिएँ ल गाइज मेरो गफ यति नै हो होइन दि लाइफ इज ब्युटिफुल अनि त्यही गाइज यतिसम्म हेरेपछि चाहिँ मन नै नपरे पनि लाइक चाहिँ गरिदिनु होला है प्लिज लाइक सेयर र सब्सक्राइब गरिदिनु तर आई विल बी सिरियस अन दिस वान किनभने मलाई सोसल मिडियाबाट पनि केही गर्नु छ क्या सोसल मिडिया भनेको लङ टर्म लाइक बवाल कुरा हो क्या होप यु गाइज लाइक इट लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला सेयर गरिदिनु होला द्याट्स इट थ्याङ्क यू फर वाचिङ बाई बाई